ल मुभी फिल्म हलमा पनि लाइन गएको थियो भर्खरै लाइन पनि अहिले चाहिँ आयो अनि अहिले चाहिँ हामी यहाँ फिल्म हेर्न छौँ हलमा है गाइड्स फेरि तपाईँहरू जस्तो मोबाइलमा बसेर यता मोबाइलमा क्याच गर्दैन हामी त अब धनी मान्छे है पैसावाला झ्याप्प आएछ सिधै हलमा हेरिन्छ फेरि अरू हेर्दैन फेरि हामी त इङ्ग्लिस हिन्दी हेर्दैन क्या हामी हाम्रो आफ्नै नेपालीपन नेपालीलाई माया गर्नलाई आइन्छ राम्रो मुभीहरूलाई फेरि झारपाते होइन कुनै कुनै त फेरि एकदम पात झार नै हुन्छ त्यस्तो चाहिँ होइन एकदम खतरा जस्तै अहिले चलिरहेछ जार भन्ने पनि खतरा चलिरहेछ अरे त्यो चाहिँ अब अर्को टाइम हेरौँला होइन टाइम मिल्यो भने यो चाहिँ अहिले चाहिँ हामी उनको सुटर हेर्न आएको छौँ ल तपाईँहरू चाहिँ मोबाइल बसेर टक्क बसेर मोबाइल चलाउनु मोबाइलमा हेर्नु होला अरू यो फिल्म त आयो हामी मात्रै हेर्ने हो तपाईँहरू त बसेर हामी हेर्ने अब भित्र छिर्ने पालो आएकै छैन अनि हामी चाहिँ अब घुम्दैछौँ झर्नाले चाहिँ राम्रो देखाएको छ जहिले राम्रो देखाएको हुन्छ तर आजको अलिकति ब्रान्ड अर्कै छ नि त झर्नाको अल अस्ट्रेलियन त्यही भएर ल ढोका खुला अब हामी निस्किन्छौँ होइन के भन्छ त्यसलाई हेर्न भित्र छिर्छौँ अब निस्किन्छ भनेर आएर क्या मैले भिडियोमा भित्र छिर्छौँ उनको सुटर देखाएर ल ठिकै छ मान्छेको चलमान धेरै नै छ 2 हप्ता हुन लाग्छ मलाई सायद यतिको भिड चाहिँ छ है साँच्चै तिमीले मलाई चियो फुल तिमीले नचिनेको भए सायद म आफूलाई तिमीसँग कहिल्यै चिनाउन सक्दिनँ थिएँ मेरो स्वभाव नै यस्तै छ नि त तिम्रो बासिकाले ल उनको सुटरको मध्यान्तर भइरहेछ अहिले चाहिँ अब गएको फ्रेमबाट बाहिर पछाडि फ्रेमबाट बाहिर गएको फेरि होइन यसो डाङ अलि हाफसम्म चाहिँ एकदम बवाल लागिरहेछ है बवाल छ पपकर्न हानौँ भनेको हेर्नु यत्रो लाइन छ कि हामीले अनि त्यसपछि के डिसिजन गऱ्यो भने ल ठिक छ अब हामी नखाने यहाँको बाहिर गएर खाने परे यत्रो लाइन छ हेर्ने ल अहिलेसम्म लाइन छ मान्छेहरू स्वागत कस्तो बवाल फिल्म सब गाडी छ मुभी हैन मेरो रिभ्यू 10 मा 9.5 कमी त केहीमै छैन 0.5 चाहिँ किन घटाएको नि अलिक यो भन्दा राम्रो देख्छु कि लाइफमा भनेर तर म सायद यस्तो नेपाली फिल्म चाहिँ यतिकै देख्दिनँ होला यस्तो खतरनाक एभ्री हुन त मलाई फिल्मको बारेमा त्यस्तो नलेज केही छैन तर म धेरै हेर्छु मुभी हैन डायलग डेलिभरीदेखि म्युजिक ब्याकग्राउन्ड एक्टिङ सिन एक स्टोरी यस्तो खतरा यस्तो टच थियो नि यस्तो पावरफुल यस्तो दामी मुभी मैले हेरेको थिएन यस्तो स्टोरी आम्मो खतरा यस्तो दामी थियो यस्तो दामी थियो झर्ना हाँस्ने पनि थियो रुने पनि थियो एकैचोटि तिमी भन्दै नि त कस्तो लाग्यो अलिक साह्रो बोल न सुनिन्न एकदमै बबाल मस्ट वाच मुभी है मस्ट वाच भन्दा नि यो फरिभर त्यो वाला हो क्या त्यही त एक्टिङ पनि टप नच छ के रे भर्खरको एक्ट्रेस त के भन्छ
त्यो अर्को नयाँ चाहिँ भर्खरको हो सायद अरू पनि होला हामीले नदेखेको होला हुनसक्छ अरू मुभी किनभने हामी मुभी भने अलिक चलेको अलिक राम्रो स्टोरी भएको मात्र हेर्ने भने हो त्यही उहाँहरूको एक्टिङ पनि कस्तो राम्रो के र यतिको राम्रो मुभी भन्दाखेरि नेपालमा धेरै सपोर्ट चाहिँ फुल सपोर्ट गर्नुपर्छ सपोर्ट पनि भइरहेको छ चलिरहेको छ फुल हल प्याक छ 2 हप्तापछि आउँदाखेरि यस्तो दामी झर्ना छिन्नै रोइरहेको थियो छिन्मै हाँसेर थियो क्या रोइ पनि रहेछ हाँसी पनि रहेछ के भयो बिहेर यस्तो दामी थियो नि हामी चाहिँ अहिले खाजा पनि खाइयो होइन अब हामी शान्ति नखाइँदैन त्यस्तो मान्छे हो जबसम्म पैसा तिर्ने मान्छे हुन्छ तबसम्म त्यस्तो खाइन्छ त्यसपछि त त्यही हो फ्रीमा पाएको थिएँ सुपारी 3-4 टोकेको एउटा सक बल्ल बल्ल टोक्यो भने दाँतै भाँच्दैन यार कुन चाहिँ खोलेर झन्डै 2 मिनट गएन र त्यही हो अब आजको दिन राम्रै भयो तर जे जस्तो भए पनि तपाईँहरूले चाहिँ यो फिल्म हेर्ने खालको फिल्म हो तपाईँहरूले मेरो यो भिडियो हेरिदिइसक्दाखेरि युट्युबमा आइसक्छ मलाई थाहा छ होइन युट्युबमा आइसक्छ किनभने अब त्यस्तै हो मेरो यो भिडियो आउँछ एक न एक दिन चाहिँ आउँछ तर 2 इयर्स एगो आउँछ कि 3 इयर्स एगो गरी आउँछ थाहा छैन यो भिडियो हेरेपछि पनि उनको सुटेर हेर्नु होला चाहे 2 चोटि होस् या 3 चोटि होस् हेर्नु होला किनभने युट्युबमा आयो भने मै पनि हेर्छु बाई बाई